यस्तो रहेछ क्या यो रोमानियाको यो पेनिक उसो मार्केटमा आएको। मार्केटमा आउँदा चाहिँ जिन्दगी यस्तो भयो कि किसै नदिँदो रहेछ, यो के अरे पोरै नदिँदो रहेछ कि हेर्ने जिन्दगी। नेपालीको चाहिँ होनार बेजात भयो, सबैजना निक्लेर पुरै हाँसिरहेको थियो क्या। धेरै थियो सोचेको तर केही पनि पुरा भएन। जिन्दगी चलमा त चल्याछ यस्तो छ हेर्न। चामल पनि यस्तो पाउँछ, हाम्रो बोरा धाकेर धान लगेर चामल पिसेर लिएर आउँछ नि। यस्तो जिन्दगी यस्तो छ। भात खान गाह्रो हुने भयो कि भात खान गाह्रो हुने भयो। यो हाम्रो राधे हाम्रो दिदीलाई चाहिँ गाह्रो हुने बरु यहाँ चिकन छुने चुला यस्तो छ जिन्दगी। यसो चाहिँ ठिक छ। अब यो यहाँ आएको पनि युरोप आएको पनि सेकेन्ड डे हो। सेकेन्ड दिनमै यति दुःख पाइँदो रहेछ मान्छेले। युरोप भनेको एउटा ड्रिम सोच्दै तर होइन रहेछ क्या। पछि गरिखान गाह्रो हुँदो रहेछ। उहाँ रहेछ कपाल काटेर ठाउँ। ठिक छ। त्यही तपाईँहरूलाई इन्टरटेनमेन्टका लागि यसो भिडियो बनाइदिएको थिएँ। म किन जन्मिन, ठिकै छ नजन्मिनु ठिकै गरेँ। के भगवान हो यो? स्कुल होला क्या, यहाँ स्कुल त्यस्तै होला। त्यस्तै हाम्रो नगरपालिका भन्ने जस्तै होला क्या यो। खोइ यार जापानी बिहान खान्न केटाहरू आएको छैन हेर्न। यहाँ आफ्नै गाउँमा पनि यति फ्रिडम गरेर हिँडेको होला। त्यति फ्रिडम गरेर बियर बोकेर हिँड्छ। यहाँको मान्छेको ठुलो मान्छे नै होला कि लाइक राजा के ऊ जमानाबारी ऊ भएको होला क्या। सही भन्छ नि रिटायर्ड। त्यो जस्ट मेमोरीको लागि मात्रै म यो ठाउँमा गएर त्यसो गरेको थिएँ। तँ अनि हल्ला यहाँनिर चाहिँ ट्र्याक्टर नचाहिँदो रहेछ क्या। ट्र्याक्टर हुन पनि रहेछ। ट्र्याक्टरको काम चाहिँ यसरी गर्दो रहेछ। हामीलाई त कतै ट्र्याक्टर गर्नु नि त। त्यो कारहरूले काम गर्दैछ के छ मेरो कस्तो हुन्छ फ्लेभर कस्तो छ? त्यो हाम्रोतिर चाहिँ एउटा फुल सिरिजको फुल होइन, सिरिजको बोट जस्तै भाइरल हुन्छ रोडमा। यहाँ चाहिँ त्यस्तै रहेछ क्या, सिरिजको फुलको जस्तै नै। यो चाहिँ सेतो हुँदो रहेछ। त्यस्तो सिरिजको फुललाई कस्तो के अरे सातो बाटोमा कसरी देखिन्छ नि त हरियाली। मेकअप ला मेकअप अरे त अनि त्यहाँको अब ठुलो मार्केटले काम पुगेन। यहाँ सानो यस्तो भयो क्या। कानीमा ट्विस्ट आयो कि यो बियर खाएको उसले 2 रुपियाँ 2 लिमा किन्नु होइन,
मैले 1 लिटरको पानी किनेको यो चालीमा किनेँ क्या भनेपछि यो कुन खाना फाइदा हो होइन यो खानु फाइदा कि खानु फाइदा प्लिज कमेन्ट होइन अब हेर्नु त बियर खाँदा सस्तो पऱ्यो नि त तर बियर खाएपछि माथा खराब हुन्छ होइन एउटाले पुग्दैन त्यो भएको कारणले मात्रै पानी खाएपछि 1-2 खाएपछि चित्त बुझ्छ नि त एकछिनको लागि त